ओहो मामा, मेरो मामा, दिललाई शान्ति गरिदिनु भयो तपाईँले, दिललाई शान्ति गरिदिनु भयो। एकचोटि ऐरीले हान्दा मानेन सानो टिम, अर्कोचोटि हान्दा त्यो पनि मानेन सानो टिम, उसले बल सर्ट बल फाले अरे होइन। अब तेस्रोचोटि हाम्रो मामाले गरेर देखाइदिनु भयो नि। अनि यो एउटा रेकर्ड यो पनि बन्यो कि 3 चोटि नेपालको खेलाडीले 6 बलमा 6 छक्का 3 चोटि। तपाईँले यस्तो गर्दा यस्तो खुसी मिल्छ नि, यस्तो खुसी मिल्छ नि, यस्तो गर्व लाग्छ नि। धेरै धेरै धन्यवाद। नजिक नजिक भयो भने पैट ढोक्थेँ। ठिक छ, अब चाहिँ कसैले सानो टिम ठुलो टिम भन्ने कुरा चाहिँ नगर्नु होला र स्वीकार्नु होला, खुसी हुनु होला, गर्व गर्नु होला। हाम्रो खेलाडीले यति ठुलो काम गरेछ। त अस्ट्रेलिया, इन्डिया होइन, इङ्ल्यान्ड, साउथ अफ्रिका यिनले पनि यसरी राख्नु छ, पाकिस्तान यिनीहरूले पनि यसरी रेकर्ड राख्नु सकेको छैन। एकचोटि होइन 3 चोटि 6 बलमा 6 छक्का, अनि स्कोर यति ठुलो। सल्युट छ मामालाई। आज त हाम्रो पौडेलले पनि के खाएर आएको थियो, के खाएर आएको थियो। आज पेलेछ मल्ल पनि त्यही, तर अलिकति मल्लले अलिकति स्लो खेल्यो, अलि बेसी गरे भयो, सायद 350सम्म हुन्थ्यो होला। तर यो चाइनाको क्याप्टन चाहिँ होइन, यो दिमाग खुस्क्यायो के हो। अच्छा देखेको छ नेपालको खेलाडीहरूलाई। पहिला ओलिनु पर्थ्यो नि, ब्याटिङ लिएर जति दिए नि होइन, 100-150को टार्गेट दिएर चाहिँ, अनि नेपालले त्यहाँ रोक्नु पर्ने हो नि। पहिला ल्याछ, बौलिङ ल्याछ, नेपालले देखाइदियो, ले भाइ तेरो लेभल मेरो लेभल। अब चाहिँ आइसिसीले पनि जान्नु पऱ्यो कि नेपालको अलिकति जो लेभल छ नि त्यो छुट्याउनु पऱ्यो। त्यही लेभलको भयो भने मतलब होइन, नेपाल 1-150मा रोक्थ्यो, उसले 300 हान्दैछ। सानो टिम आयो भनेपछि नेपाल सानोलाई सानो मेरो औकात यति भनेर होइन, एउटा देखाउने र एउटा भन्ने भइसकेको छ। आइसिसीले पनि बुझ्नु पऱ्यो र होइन। अब नेपालको अलि लेभल ठुलो भइसक्यो, अलि राम्रो देशसँग म्याच दिनु पऱ्यो। जहिले पनि यही होइन, चाइना, हङकङ, दुबई, कतार, मलेसियासँग होइन। त्यही हो होइन। धेरै खुसी छु आज होइन, मजा आयो गेम हेरेर होइन, एकदम मजाले। अहिले बिजी थिएँ, भिडियो बनाउनु पाएको थिइनँ, अहिले भर्खर भिडियो बनाएर हालेँ। अब आनन्द आयो। अब आउने म्याचहरू पनि यस्तै हेर्न पाऊँ होइन, त्यो अरू रिकर्डहरू हेर्न पाऊँ। जय नेपाल, जय हाम्रो भोटेल मामा। अझ त ऐरी आउनु बाँकी नै छन्, छिटै ऐरीको ब्याटिङ पनि हेर्न पाऊँ।